नमस्कार साथीहरु, आउनुहोस् आज नेपाली सेल बनाउने तरिका जानौँ। आज म परिकारमा सबसे पहिले यो बाटालाई चामलको पिठोलाई म यस्तो गराएर पानीमा मुछेको छु। यसमा हल्का घिउ पनि राख्न सक्नुहुन्छ, चिनी अनि हल्का मात्रामा सोडा फुलाउन गरेर राख्न सक्नुहुन्छ। तर म चिनी र घिउ मात्र राखेको छु, सोडा राखेको छैन। र मैले यहाँ सेल राखिसकेको छु। सेल पाक्ने क्रम जारी छ। यो नेपालमा बहुतै पपुलर भएको सेल हो। यो हरेक मान्छेले खानको लागि उपयुक्त हुन्छ। र मैले सानो कराईमा थोरै मात्रामा तेल राखेर बनाएको छु, किन भन्दा धेरै नबनाउनु भएको हुँदा यस्तो तरिकाले बनिसकेको छ। हजुरले देख्न सक्नुहुन्छ। हजुरको घरमा पनि आफूले बनाउन सक्नुहुन्छ। यसलाई बनाउन केही त्यति गाह्रो हुँदैन। र यसलाई पिठो राम्रोसँग पहिला चामललाई भिजाउने, चामललाई भिजाइसकेपछि चामललाई पिसिसकेपछि हजुरले यसमा घिउ, चिनी मिलाउन सक्नुहुन्छ। धेरै मात्रामा घिउ नमिलाउनु होला, किन भन्दा धेरै मात्रामा घिउ मिलाउनु भयो भने सेल फाट्न सक्छ। यस आकारले हजुरले घुमाएर सेल बनाउन सक्नुहुन्छ। सेल साह्रै नै मिठो हुन्छ र साह्रै यो 4-5 दिनसम्म पनि हजुरले राखेर खान सक्नुहुन्छ। हजुरहरूले पनि ट्राई गर्नु होला र भिडियोलाई लाइक, शेयर एन्ड कमेन्ट गर्न नभुल्नु होला। सब्स्क्राइब जरुर गर्नु होला। यसै जानकारीमूलक भिडियो लिएर म आउनेछु। जानकारीमूलक भिडियोको साथमा म रेसिपीहरू पनि नयाँ प्रकारका लिएर आउनेछु। अहिले स्टार्टिङमा मैले थोरै लिएर आएको छु भने पछि गएर एकदमै राम्रो भिडियो पनि ल्याउनेछु भन्ने कुरा हजुरलाई जानकारी गर्न चाहन्छु। भिडियो पसन्द गरेर पनि लाइक, कमेन्ट गर्न नभुल्नु होला। यहाँ देख्न सक्नुहुन्छ अर्को मेरो पाकिसकेको छ। म हल्का तेलमा पकाउने कोसिस गरेको छु, किन भन्दा धेरै तेल हालेर पकाउनमा धेरै नबनाउने भएको हुँदा थोरै मात्रामा राम्रो बनाउने प्रयास गरिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ साह्रै राम्रो छ। कलर पनि आइरहेको छ, हल्का कलरमा छ। र यता देख्न सक्नुहुन्छ म राखिसकेको छु। तातो छ। तपाईँले यसको साथमा अचार, चटनी अनि चिया हजुरलाई जे मनपर्छ त्यसको साथमा खान सक्नुहुन्छ। ल हेर्नुहोस्, बनाउँदाखेरि यसमा सुरुरी मात्रामा घुमाउन जान्नुपर्छ। घुमाइसकेपछि त्यसलाई जुडाउनुपर्छ र त्यसपछि तपाईँको एकदमै राम्रो र मिठो सेल बन्छ। हजुरहरूले पनि घरमा ट्राई गर्न सक्नुहुन्छ। अत्यन्तै मिठो नास्ताको रूपमा खान सक्नुहुन्छ। धेरै मात्रामा खान हुँदैन, किन भन्दा धेरै मात्रामा खाइयो भने शरीरमा असर गर्ने हुँदा थोरै मात्रामा प्रत्येक दिन 1-2 वटा खान सक्नुहुन्छ। यसले डाइट राम्रो दिन्छ र खानाको नास्ताको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। हजुरलाई कस्तो लाग्छ मेरो रेसिपी कमेन्टमा लेख्न नभुल्नु होला। यसै जानकारीमूलक भिडियो म हजुरहरूलाई अर्को भिडियोमा लिएर आउनेछु। अहिलेलाई यति नै। अर्को रेसिपीमा हामी एक नयाँ रेसिपी लिएर आउनेछु र त्यसको साथमा हजुरहरूलाई नयाँ रेसिपीको बारेमा सिकाउनेछु। आजलाई हस्त नमस्कार। तपाईहरू पनि यस्तै रेसिपी घरमा बनाएर ट्राई गर्नुहोला भन्न चाहन्छु। हस्त नमस्कार।